मलाई कोही आयो भने जोइन गर्न आयो भने चाहिँ इन्फर्म दिदिनु ल सर, म यता एक्सेल खोलिरहेको छु। ए हुन्छ हुन्छ म भन्छु। यो फर्मेट तिमीहरूले किन्नु पऱ्यो है, किन्न पाइन्छ, बुझ्यो हो? किन्न पाइन्छ। कलेजमा पनि छ एउटा किताब, यो जर्नल भाउचरको लागि अथवा गभर्मेन्ट एकाउन्टिङको लागि किताब आएको छ कलेजमा, त्यो फर्मेट भएको। त्यसको प्राइस फिक्स हुँदैछ। त्यो प्राइस फिक्स भए पछाडि कलेजबाट पनि लिन सक्यो है, हामीले इन्फर्म गर्छौँ। कति के हुन्छ भोलि नै हुन्छ होला तिमीलाई इन्फर्म। इक्जाममा युज गर्ने हो, इक्जाममा फर्मेट किनेर लिएर जाने हो है। इक्जाममा जर्नल भाउचरको स्टेटमेन्ट अफ एक्सपेन्डिचर अनि बजेट सिटहरू यिनीहरू पाइन्छ किन्नलाई, त्यो किनेरै लिएर जाने हो है। इक्जाममा 3 मार्क्सको आउँछ जर्नल भाउचर तिमीहरूलाई। 3 मार्क्समा 3वटाको जर्नल इन्ट्री बनाउन सोध्छ। अब जर्नल इन्ट्रीमा हामीले अगाडि तिमीहरूलाई पढायो होला, अझ सरले नै पढाउनु भइसक्यो, मैले नि यतापट्टि पढाइसकेँ। जर्नल इन्ट्री जसरी गरिन्छ यता पनि त्यही नै हो, फरक यता प्रेजेन्टेसनको तरिका मात्र फरक छ है। गभर्मेन्ट एकाउन्टिङमा हामीले गर्ने भनेको प्रेजेन्टेसनको तरिका चाहिँ अलिकति फरक छ, त्यसलाई कसरी प्रेजेन्ट गर्ने। नत्र भने जर्नल इन्ट्रीमा हामीले जसरी जे पढायो सेम त्यही नै हो। जस्तै खर्चको इन्ट्री गर्दाखेरि हामीले खर्चको इन्ट्री के भन्थ्यौँ त, जर्नल इन्ट्री गर्दाखेरि एक्सपेन्सेस एकाउन्ट डेबिट टु ब्याङ्क, यही हो। त्यस्तै गरी गाडी किन्दा अथवा कुनै एसेटहरू किन्दाखेरि इन्ट्री के हुन्थ्यो त हाम्रो, एसेट एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट। अब यता पनि आउने भनेको त्यही खर्चहरूको इन्ट्री, एसेट किन्दाखेरिको इन्ट्री, यही इन्ट्रीहरू सोध्ने हो इक्जाममा। त्यसलाई कसरी गर्ने त, त्यसलाई कसरी इन्ट्रीमा देखाउने, त्यो कुरा सिक्ने हो है। अब जर्नल भाउचर गर्दाखेरि जहिले पनि ब्याङ्क एकाउन्टलाई बुझ्ने भनेको के हो भन्दाखेरि डिटिसिओ टिएसए यो भनिन्छ है। अब हामीले अगाडि जर्नल इन्ट्री पढ्दाखेरि चाहिँ त्यो ब्याङ्क एकाउन्ट लेख्थ्यौँ। अब यो च्याप्टरमा आएपछि हामीले ब्याङ्क एकाउन्टको ठाउँमा के युज गर्नु पऱ्यो त, डिटिसिओ टिएसए। यो भनेको के हो, डिस्ट्रिक्ट ट्रेजरर कन्ट्रोलर अफिस। टिएससी को मिनिङ के हो भन्दाखेरि ट्रेजरी सिङ्गल एकाउन्ट, ट्रेजरी सिङ्गल एकाउन्ट। यो चाहिँ नोट गरेर राख्नु पऱ्यो। फर्मेट त पर्दैन नोट गर्न, फर्मेट त किन्ने हो। यो फर्मेट मैले आफैले क्रिएट गरेर राखेको थिएँ एक्सेलमा। डिस्ट्रिक्ट ट्रेजरर कन्ट्रोलर अफिस टिएसए, ट्रेजरी सिङ्गल एकाउन्ट। यो चाहिँ अब ब्याङ्क एकाउन्ट भन्ने हुँदैन, यसमा हुने के हो त डिटिसिओ टिएसए है। यो याद गर्नु पऱ्यो एउटा कुरा। अब अर्को यहाँ यो दिएको छ हामीलाई, अब यसमा भर्ने के त, यो माथिको केही पनि भन्नु पर्दैन, सेन्ट्रल प्रोभिन्सियल लोकल लेभल केही पनि भन्नु पर्दैन, यतिकै छोडिदिने हो। मुनिको पनि छोडिदिने हो। अफिस कोड नम्बर केही पनि भन्नु पर्दैन। यता जुन हाम्रो डेट दिएको छ, डेटमा चाहिँ के लेख्ने भन्दाखेरि हाम्रो क्वेसनमा जुन डेट दिएको छ त्यही डेट लेख्ने है यता। जस्तै एउटा आई नम्बर इन्ट्री गर्नको लागि जनवरी 1, 2020 भन्ला, अथवा वैशाख 1, 2021 भन्ला, सरी 2072 भन्ला, जे भन्यो त्यही लेख्ने हो डेटमा। अनि जर्नल भाउचर नम्बरमा चाहिँ सुरुको इन्ट्रीलाई आई नम्बर अथवा सेकेन्ड ए नम्बर जे दिएको छ क्वेसनमा, एबिसी 1 2 3 आइआइआइआइआई जे दिएको छ त्यही लेख्ने हो जर्नल भाउचर नम्बरमा। हरेक इन्ट्री एउटा फर्मेटमा गर्नु पऱ्यो है। यो फर्मेट भनेको एउटा मात्र इन्ट्रीको लागि हो। हरेक इन्ट्री हामीले एउटा फर्मेटमा गर्ने हो, सबै इन्ट्री यही फर्मेटमा गर्न मिल्दैन, एउटा मात्र इन्ट्री गर्ने हो। अनि अब यता जुन बजेट हेड नम्बर भन्ने छ, फर्मेटमा हाम्रो बजेट हेड नम्बर हुन्छ। यो बजेट हेड नम्बरमा हामीले याद गर्नुपर्ने कुराहरू छ। बजेट हेडमा हामीले सर्टेन कुराहरू लेख्नुपर्छ, कोड नम्बरहरू। अर्को एसएनमा लेख्ने भनेको 1 नम्बर भइहाल्यो। प्रोग्राम एक्टिभिटिज कोड नम्बरमा केही पनि लेख्नु पर्दैन, यतिकै खाली छोडिदिने हो। पार्टिकुलर्समा जर्नल इन्ट्री लेख्ने, एलएफ छोडिदिने, लेभल पनि छोडिदिने, सोर्सेस पनि छोडिदिने, केही लेख्नु पर्दैन। सोर्सेस अर्गनाइजेसनमा जहिले पनि गभर्मेन्ट अफ नेपाल लेख्ने है, यसमा जहिले पनि गभर्मेन्ट अफ नेपाल लेख्ने। टाइप्समा केही पनि लेख्नु परेन। पेमेन्ट मेथड क्यासबाट गरे हो कि ब्याङ्कबाट गरे, क्यासमा गरेछ भने क्यास लेख्ने, ब्याङ्कबाट गरेछ भने ब्याङ्क लेख्ने, अरू केही पनि लेख्नु परेन। टोटल त अलि मुनि हुन्छ, यसलाई टोटललाई यता राखिदियो। जता त्यो फर्मेटमा हेर कतानिर छ टोटल है, त्यही टोटल भयो। डेबिट र क्रेडिटको टोटल गरेर लेख्ने हो यता, अरू केही पनि त्यही छैन यता माथि भन्नुपर्ने। अनि यता मुनि न्यारेसन इन वर्ड, जुन एमाउन्ट छ नि यो माथि हामीले जति सपोज जर्नल इन्ट्री गर्दाखेरि एउटा एमाउन्ट 50,000 होला भनेपछि इन वर्डमा हामीले के लेख्नु पऱ्यो, 50,000 50,000 भनेर लेख्नु पऱ्यो है। टोटल यो टोटलमा जति एमाउन्ट आउँछ, यहाँ जति एमाउन्ट आउँछ त्यही टोटलको एमाउन्ट हामीले केमा लेख्ने हो त, वर्ड्समा गएर लेख्ने हो। न्यारेसनमा त्यही जर्नल इन्ट्रीमा हामीले जे न्यारेसन लेख्छौँ त्यही न्यारेसन लेख्ने हो। एट्याचमा केही पनि परेन, फर पेमेन्ट पर्पज केही पनि परेन, अरू केही पनि भन्नु परेन। सिधै प्रिपेयर्ड बाई एबिसी, सबमिटेड बाई पनि एबिसी, अनि एप्रुभ बाई XYZ, अरू केही पनि लेख्नु परेन है। डेजिग्नेसनमा एकाउन्टेन्ट लेख्दा भइहाल्यो, अरू केही पनि लेख्नु पर्दैन है। ल यो भयो फर्मेटको कुरा। भन्ने कुरा बुझ्या हो, यति नै हो है भन्ने कुरा, अरू केही पनि भन्नु पर्दैन। ल अब म सर्टेन कुरा म यता क्वेसनहरू लेखाइदिन्छु। त्यो क्वेसनहरू पहिला सुरु कपमा टिप है तिमीहरू, त्यही इक्जामको लागि इम्पोर्टेन्ट क्वेसनहरू म यहीँ लेखाइदिन्छु। त्यो
क्वेसनहरू टिप है कपीमा जर्नल इन्ट्री हामीलाई रिक्वायर्ड जर्नल भाउचरमा भन्नुपर्ने इन्ट्रीहरू म लेखाइदिन्छु यहाँ डेट केही कन्फ्युजन छ भने म्युट गरेर सोध ल अनम्युट गरेर सोध है केही कन्फ्युजन छ भने ग्रुपहरूलाई केही कन्फ्युजन छ जस्तै रोजिना डोमा निशाहरूलाई केही कन्फ्युजन यताउता छ भने सोध्ने है अहिले क्लियरली भएर चाहिँ हो नि केटाहरूलाई पनि है एउटा चेक अनि केही कन्फ्युजन भइरहेछ भने त्यो मेसेजमा पनि लेख्नु ल त्यो इनकल मेसेजमा लेख्दै गर्नु यो क्वेसनहरु टिप्दै गर है क्वेसन के गर्ने सार्ने हो सर हो सार्ने हो तिमीले त मैले क्लासमा लेखाइदिए होला यो आज क्लासमा सारे कि सारेन छैन नि सर सारेको के हल्ला गरेर बस्यो क्लासमा ल सार सार ल सबैजनाले सार्ने हो हल्ला नगरे है यहाँ सार सर सारिसक्यो रहेछ फेरि सार्नु पर्छ परेन अहिले यति साह्रो है यति सारेपछि क्वेसन सारे भन्नु मलाई भन सबैले सारे हो भने अनि बल्ल म स्टार्ट गरिदिन्छु है अगाडि इन्ट्री गर्न भोलि यो सबै एचएम सेक्सनकोले पनि यताको सेक्सनले नि मलाई हामीलाई अहिले त फर्मेट किने छैन होला पर्सि आउँदाखेरि यो सबै कुराहरू त्यो फर्मेटमा हालेर बुझाउनु पर्यो है फर्मेट किनेर भइहाल्छ सर हस् रिफरेन्सको लागि बुक हेर्दै गर्दा पनि हुन्छ है बुक पटाएर हेर्नु त्यहाँ फर्मेट पनि छ है अनि कपीमा पनि गर्दै गर्दै जानु है कन्फ्युजन छ के छ भने सोध्दै जाने सबैजनाले शिवानी त्यो पेज नम्बर कति थियो अरे त्यो कोड नम्बर भएको किताबमा पेज नम्बर कति थियो अरे मैले क्लासमा भनेको थिएँ नि तिमीहरूलाई
529 529 हो हजुर ल सबैले नयाँ किताब है पुरानो किताबमा त पेज नम्बर मिल्दैन नयाँ किताबको पेज नम्बर 529 पल्ट है त्यहाँ कोडहरू दिएको छ 500 कति हुने 500 29 नयाँ किताब हो मैले पनि किताब त ल्याइनँ त्यही क्लासमा गरेर याद थियो मलाई त्यही भन्नु त्यहाँ कोडहरू भेट्यौ कोडहरू छ है त्यहाँ पुरानो बुकको चाहिँ एक्चुअली पुरानोले त्यहाँ एक्चुअली सर्च गरेर हेर त गभर्मेन्ट एकाउन्टिङमा गभर्मेन्ट एकाउन्टिङ च्याप्टर एक्चुअली पल्टाउ त त्यहाँ जर्नल भाउचरभन्दा अगाडिको च्याप्टरमा पल्टाइ हेर त त्यहाँ कोड नम्बर होला एउटा टेबल होला अगाडि कन्टेन्टमा गएर त्यहाँ जर्नल भाउचर भन्ने छ नत्र एउटा पुरानो बुकले क्यामेरा अन गरेर मैले क्यामेरा कसले हो त्यो सेयर देखाए पनि भयो यता अनि म पेज नम्बर भनिदिन्थेँ नयाँ बुकले हुँदा हुन्छ सर हुन्छ नयाँ बुकको त भनिसकेँ त मैले पेज नम्बर 529 पुरानो बुकको चाहिँ पेज नम्बर कति भन्नुभयो त्यही पुरानो बुकको चाहिँ पेज नम्बर मलाई ठ्याक्कै एक्ज्याक्टली याद भएन त्यो एकचोटि टेबल अफ कन्टेन्टमा त्यहाँ गभर्मेन्ट एकाउन्टिङ भन्ने च्याप्टर होला जर्नल भाउचरभन्दा अगाडि त्यो च्याप्टरको लास्टतिर हेरेर त एउटा टेबल होला त्यहाँ कोडहरू भएको बजेट हेड नम्बर भनेर कस्तो बजेट हेड भन्दाखेरि एकैचोटि ल म यता देखाइदिन्थेँ पुरानो बुक एक्चुअली गभर्नमेन्ट एकाउन्टिङ च्याप्टर पल्टाउँदा सर भयो भेट्यौ पुरानो बुकको भेट्यौ बजेट एकाउन्टिङ हो सर भन्ने चाहिँ साइनाले बजेटरी एकाउन्टिङ हो एक्जाममा आउँछ है भेरी भेरी इम्पोर्टेन्ट हो 3 मार्क्समा आउँछ तिमीहरूलाई पर्छ एक्जाममा साइनाले भेटेन जस्तो लाग्यो भेट्यो रे ल कति हो पेज नम्बर भन त अनिसा भयो सबैले क्वेसन सारे हो यस लेख है कमेन्टमा लेख्देऊ है पेज 498 है पुरानो बुकको साइनाले भेट्यो 498 हेर्यो साइनाले 498 हेर्नु पर्यो है पुरानो बुकको अहिलेको लागि चाहिँ त्यो कोड हेरेर राख एक्जाममा गर्नको लागि म सिकाउँछु टेक्निक त्यो कोडहरू याद गर्ने कसरी एक्जाममा लेख्ने त त्यो कोडहरू म सिकाउँला भोलितिर अहिले चाहिँ त्यही कोड फलो गर है रिफरेन्सको लागि साइनाले भेट्यो ल ओके गुड ल यो क्वेसन भयो है यो क्वेसन भएको हो भने म अगाडितिर लगेर अर्को सिटमा गएँ है क्वेसन सारे हो सबैले भयो रोजिना एकछिन छैन सर स्क्रिनसट लिएर राख है नभए यसमा हाल्न नमिल्ने रहेछ नि हो र क्लिक टेक्स्ट नमिल्ने खासै त्यस्तो देख्नु मैले रोजिना छ कि छैन रोजिनाले त बोलेन त मेसेजमा रोजिना मिल्नु त पर्ने हो एकैचोटि ल रोजिना कहाँ छ रोजिना छ कि छैन मेसेजमा लेख त रोजिना ल ओके गुड रोजिनाले भेटिरहेछ नि त पेज हैन स्क्रिनशट मिल्छ रे म आफै हो स्क्रिनसट लिन मिल्ने रहेछ त सर ल अब म यता सोल्युसनतिर लागेँ है ल क्वेसन नम्बर 1 मा हेर के भनेको छ इस्युड अ चेक
अफ रुपिस 50,000 टु पर्चेस अफ अफिस सप्लाइज। सबैले मलाई यसको जर्नल इन्ट्री के हुन्छ लेखेर पठाऊ त। अगाडिको फर्स्ट च्याप्टर हामीले जुन जर्नल इन्ट्री पढ्यौँ यसको जर्नल इन्ट्री के हुन्छ मलाई कमेन्टमा लेखेर पठाऊ त। इस्युड अ चेक अफ रुपिस 50,000 टु पर्चेस अफिस सप्लाइज, यसको इन्ट्री के हुन्छ सबैले लेख त कमेन्टमा के हुन्छ। खै त रोजिना के हुन्छ यसको जर्नल इन्ट्री? के हो बिर्से सबैले? पर्चेस गर्दाखेरिको इन्ट्री के हुन्छ त? यदि सामान किने हो गुड्स किने हो भने के हुन्थ्यो? पर्चेस एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट, यही थियो। चेकबाट पेमेन्ट गरे हो भने ब्याङ्क, क्यासबाट पेमेन्ट गरे हो भने क्यास। पर्चेस एकाउन्ट डेबिट टु क्यास एकाउन्ट अथवा पर्चेस एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट हुन्थ्यो, यही गरे हो। तर गुड्स बाहेक अरू केही कुरा किने छ, एसेट्स किने हो, अफिस सप्लाइजहरू केही किने छ, त्यस्तो बेलामा इन्ट्री के गर्थ्यौँ त हामी? अफिस सप्लाइज एकाउन्ट डेबिट टु क्यास एकाउन्ट अथवा ब्याङ्क एकाउन्ट, यही गरिन्थ्यो इन्ट्री। यसमा त चेकबाट पेमेन्ट भएको छ भनेपछि के हुने? ब्याङ्क एकाउन्ट डिआर होइन नि, म त ब्याङ्क एकाउन्ट डेबिट हो त। पैसा आएको हो कि पैसा गएको हो बाहिर? डेबिट कतिखेर हुन्छ? जब मैले क्यास रिसिभ गर्छु अथवा ब्याङ्क एकाउन्टमा मेरो पैसा आउँछ त्यतिखेर डेबिट हुने हो ब्याङ्क त। हो आउँदाखेरि डेबिट हुने हो। यसमा त पेमेन्ट भएको छ नि, चेकमा त मैले के गरे हो? पेमेन्ट गरे हो। पेमेन्ट गरेपछि के हुने रहेछ? क्रेडिट हुने रहेछ। साजन त्यो त अहिले यो च्याप्टरको भयो, मैले अगाडिको च्याप्टरको कुरा गरेँ, यो त मैले पढाउन बाँकी छ यिनीहरूलाई, मैले तिमीलाई क्लासमा पढाएँ, त्यो छुट्टै कुरा हो। यसको इन्ट्री के गरिन्थ्यो त हामी? अफिस सप्लाइज एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट, यही गरिन्थ्यो है। ल अब जाउँ यसमा जर्नल भाउचरमा चाहिँ के हुन्छ त? सुरुदेखि भर्दै जाउँ। डेट हेर, डेट कति दिएको छ हामीलाई यो क्वेसनमा? यो आई नम्बरको डेट कति हो? जनवरी 1 कति हो त? 2020। यता मैले के लेख्नु पर्यो? जनवरी 1 2020 लेख्नु पर्यो है। जर्नल भाउचर नम्बरमा के लेख्नु पर्यो त? हाम्रो के नम्बर छ यता? आई छ भनेपछि जर्नल भाउचर नम्बरमा म के लेख्छु त? यतापट्टि जर्नल भाउचर नम्बरमा आई लेखिदिन्छु है। अब जाउँ मुनि, यता गभर्मेन्ट अफ नेपाल नै लेख्ने हो सोर्सेस अफ अर्गनाइजेसनमा। म एन्सरमा चाहिँ अर्को कलर युज गर्छु है, ब्ल्याक गऱ्यो भने तिम्रो कन्फ्युजन होला। एन्सरमा चाहिँ मैले अहिले अर्को कलर युज गरेँ, ब्लू। जनवरी 1 2020, जर्नल भाउचरमा पनि ब्लू युज गरिदिन्छु। ल ल अब जाउँ पार्टिकुलर्स। अब जहिले पनि अगाडि हामीले फर्मेट के थियो भन्दाखेरि, अगाडि जर्नल इन्ट्री गर्दाखेरि केही कुरा किनेछ, अफिस सप्लाइज एकाउन्ट डेबिट थियो। अब यता हामीले गर्दाखेरि डेबिटलाई जहिले पनि अगाडि लेख्ने है, डेबिट लेख्ने। अनि किनेछ, खर्च गरेछ अथवा एसेट किनेछ त्यसलाई भनिन्छ B.E, त्यो भनेको के हो त? बजेटेड एक्सपेन्डिचर है। जहिले पनि खर्च गरेछ अथवा एसेटहरू किनेछ त्यतिखेर मैले के लेख्नु पर्यो? B.E लेख्नु पर्यो, त्यो भनेको बजेटेड एक्सपेन्डिचर है। अनि मैले के गरेछ यता? के किने हो? क्या गयो? डेबिट B.E। अनि अब के लेख्ने भन्दाखेरि हामीले के गरे हो त? अफिस सप्लाइज किने हो नि, होइन त? अफिस सप्लाइज गरे हो। अफिस सप्लाइज भनेको अफिस रिलेटेड एक्सपेन्सेस हो। अफिस सप्लाइज भनेको अफिस सप्लाइज, अफिस मेटेरियलहरू, यिनीहरू सबै भनेको के हो त? अफिस रिलेटेड एक्सपेन्सेस हो। अब जुन मैले पेज नम्बर पल्टाउनु भनेको थिएँ त्यहाँ कोड नम्बरमा, त्यहाँ हेर त अफिस रिलेटेड एक्सपेन्सेस भन्नु छ कि छैन? छ भने अफिस रिलेटेड एक्सपेन्सेसको कोड नम्बर कति हो मलाई त्यो भन्नु पर्यो है। सबैले कमेन्टमा कति हो कोड नम्बर अफिस रिलेटेड एक्सपेन्सको? यो भनेको अफिस रिलेटेड एक्सपेन्स हो, मैले अफिस रिलेटेड एक्सपेन्स लेखेँ 22311। ओके 22311, त्यो सबैले भेट्या हो? 22311 भेट्या हो सबैले? मनिष तिम्रो नेट स्लो होला है, अरूकोमा पनि साउन्ड अड्क्या छ र मेरो? छैन, मनिषको नेट प्रब्लम होला, अरूको क्लियर छ है। 22311 हाम्रो कोड नम्बर कति रहेछ? 22311। त्यसलाई मैले लेख्छु बजेटेड हेड नम्बरमा 22311। सबैले भेट्या हो? अफिस रिलेटेड एक्सपेन्सेसको कोड नम्बर कति हो त? बजेट हेड नम्बर 22311। त्यो फर्मेटमा हेर ल, म जुन पेज नम्बर पल्टाउनु भनेको थिएँ त्यहाँ भेट्छौ तिमीहरूले 22311, त्यो मैले बजेट हेड नम्बरमा लगेर लेख्नु पर्यो। डेबिट B अफिस रिलेटेड एक्सपेन्सेस। पेमेन्ट मेथड चेकबाट पेमेन्ट गरे हो, त्यही भएर म के लेख्छु? ब्याङ्क लेख्छु।
अनि डेबिट कति बराबरको एमाउन्ट किने हो, कति बराबरको अफिस सप्लाइज गरे हो त 50,000 50,000 मैले लेखेँ डेबिटमा। अनि पेमेन्ट गरे हो नि, अब हामीले के लेख्थ्यौँ त ब्याङ्कको ठाउँमा हामीले जहिले पनि के लेख्ने हो क्रेडिट DTCOTSA है, जहिले पनि के लेख्ने त ब्याङ्कको ठाउँमा। अब ब्याङ्क युज नगर्ने, यो च्याप्टरमा हामीले ब्याङ्क युज गर्दैनौँ, के युज गर्ने हो त क्रेडिट DTCOTSA युज गर्ने हो है। यो भनेको ब्याङ्क हो, कति हो त क्रेडिट 50,000 बराबर एमाउन्ट। अब टोटल गरिदेऊ, टोटल भनेको त्यही 50,000, यता पनि 50,000 टोटल। अब जाउँ यता न्यारेसनमा, इन वर्ड्स कति लेख्नु पऱ्यो त मैले 50,000 भनेर लेख्नु पऱ्यो, यता 50,000। अनि न्यारेसन अफ ट्रान्जेक्सनमा मैले के लेख्नु पऱ्यो त बिङ पर्चेस्ड के हो त अफिस सप्लाइज एन्ड पेमेन्ट मेड है, जे लेख्दा नि भयो न्यारेसनमा आफूले बुझ्ने तरिकाले। अफिस सप्लाइज गर्यो, अफिस सप्लाइज किन्यो, अनि मैले के गरेँ त पेमेन्ट पनि पठाइदिएँ। प्रिपेयर्ड बाई ABC एकाउन्टेन्ट, सबमिटेड बाई ABC एकाउन्टेन्ट, एप्रुभ बाई XYZ एकाउन्टेन्ट। ल यति गरेपछि आई नम्बरको इन्ट्री सिद्धियो। अनि यहाँ जुन छ नि यता हेर त टाइप्स अफ जर्नल भाउचरमा रिसिप्ट हो कि एक्सपेन्स हो कि डिपोजिट हो कि अदर्स भन्ने छ। यो त मेरो एक्सपेन्स हो नि, खर्च हो नि, भनेपछि मैले केमा टिक लाउनु पऱ्यो त एक्सपेन्समा लगेर टिक लाउनु पऱ्यो है। एक्सपेन्समा लगेर मैले के गर्नु पऱ्यो त टिक लाउनु पऱ्यो, यो एक्सपेन्स। ल मैले अहिले एक्सपेन्समा लगेर टिक लगाइदिएँ है, यो भनेको टिक हो। ल यति गरेपछि मेरो आई नम्बरको जर्नल इन्ट्री सिद्धियो। बुझ्या हो सबैले? मैले लेखेको कुराहरूलाई आई नम्बर यो के अरे ब्लू कलरले देखाइदिएको छु है सोल्युसनले। जहाँ जहाँ लेखा हो त्यो सबै मैले कुन कलरले डिनोट गरिदिएको छु त ब्लू कलरले डिनोट गरिदिएको छु है। ल सबैले नोट डाउन गरे यसलाई। यसलाई अहिले कपमा फर्मेट छैन होला तिमीहरूसँग, फर्मेट छैन भने यसको स्क्रिनसट लिएर राख्ने, अनि पछि फर्मेट आयो भने कसरी भर्ने कुरा छ त्यसरी यसरी भर्नु पऱ्यो है। यो फर्मेट किन्न पाइन्छ, किन्ने। भोलि चाहिँ बेलुका पढ्दाखेरि सबैसँग फर्मेट हुनु पऱ्यो हातमा। कुन कुनको फर्मेट हो भन्दाखेरि म यहाँ त कमेन्टमा लेखिदिन्छु कुन कुनको फर्मेट। जर्नल भाउचर, त्यस पछाडि स्टेटमेन्ट अफ एक्सपेन्डिचर, बजेट सिट, अनि अर्को भनेको हाम्रो के थियो ब्याङ्क क्यासबुक। ल यति चारवटा फर्मेट चाहिँ सबैसँग हुनु पऱ्यो भोलि है, अथवा भोलि कलेजमा पनि कुरा गर, कलेजमा मिल्छ होला कि लिनलाई। भयो सबैको। यो आई नम्बरको इन्ट्री बुझ्या हो? कसैले बुझ्या छैन भने सोद्धा भयो है। आई नम्बरको इन्ट्री कसैले बुझ्या छैन, कन्फ्युजन छ भने सोध्नु। हजुर भयो है फर्स्ट नम्बरको इन्ट्री। अब सेकेन्ड नम्बर इन्ट्रीमा जाउँ। सेकेन्ड नम्बरमा के भनेको छ हेर त, इस्युड अ चेक अफ रुपिज 1,41,000 आफ्टर डिडक्टिङ प्रोभिडेन्ट फन्ड अफ रुपिज 32,000 एन्ड इन्कम ट्याक्स अफ रुपिज 3,000 टु डिस्ट्रिब्युट स्यालेरी। हामीले कतै पनि गएर काम गर्यो, गभर्मेन्ट इम्प्लोइले कतै गएर गभर्मेन्ट अफिसमा काम गर्छ भने उसले तलब पाउँदाखेरि उसको के हुन्छ त एउटा सञ्चय कोष भनेको प्रोभिडेन्ट फन्डमा पैसा काटेर जान्छ। अर्को सरकारलाई उसले कमाए बापत स्यालेरी इन्कम कमाए बापत के गर्नुपर्छ सरकारलाई ट्याक्स पनि तिर्नुपर्छ। अब के भन्यो त उसले कमाएको इन्कममा प्रोभिडेन्ट फन्ड काटेर 32,000 को सञ्चय कोषमा हालेर इन्कम ट्याक्स 3,000 काटेर बाँकी चाहिँ कति रहेछ त 1,41,000 चाहिँ बाँकी उसको खातामा जम्मा भयो, उसलाई हामीले पेमेन्ट गऱ्यौँ। उसको ग्रस स्यालेरी त के हो भन्दाखेरि सबै टोटल नै हो उसको ग्रस स्यालेरी 1,41,000 त उसले नेट हातमा क्यास पाएको है। उसले नेट हातमा कति क्यास पायो भन्दाखेरि 1,41,000, तर उसको टोटल स्यालेरी यो होइन, टोटल स्यालेरी त उसको सबै हो। प्रोभिडेन्ट फन्ड पनि उसको स्यालेरी नै हो, इन्कम ट्याक्स पनि उसको के हो त स्यालेरी नै हो। उसले जस्ट के भयो त यो प्रोभिडेन्ट फन्ड र इन्कम ट्याक्स काटेर हातमा कति पायो त 1,41,000 उसले हातमा पायो। यो भनेको स्यालेरी हो। स्यालेरी भनेको इम्प्लोइ रिम्युनेरेसन हो है। यो इक्जाममा भेरी भेरी इम्पोर्टेन्ट हो, हरेक एटेम्पमा सोध्छ योवाला जर्नल इन्ट्री। स्यालेरी भनेको के हो त इम्प्लोइ रेम्युनेरेसन।
अब जुन मैले पेज नम्बर पल्टाउनु भनेको थिएँ त्यहाँ हेर त इम्प्लोइ रिम्युनरेसनको लागि कोड नम्बर कति थियो 2,411 हो 21111 यो भनेको के हो त इम्प्लोइ रिम्युनरेसन भयो अब लेख्यौँ यता फर्मेटमा जाउँ यो भनेको नि खर्चै हो यता डेबिट बिई मैले के लेख्नु पर्यो त अब इम्प्लोइ रेम्युनरेसन है अब सुरुदै जो डेट भनेको कहिले हो जनवरी 2 2020 जर्नल भाउचर नम्बर आई यो सेकेन्ड जर्नल भाउचरमा गर्नु पर्यो है यो भनेको खर्चै हो बजेट हेड नम्बर चाहिँ कति रहेछ त यसको 21111 है त्यहाँ हेर अब यो डिटिसिए भनेको त ब्याङ्क एमाउन्ट हो ब्याङ्क एमाउन्ट पेमेन्ट गरे हो अब यसमा एमाउन्ट मैले अहिले लेखिनँ है इम्प्लोइ रेम्युनरेसनमा मैले एमाउन्ट लेखिनँ अहिले लेखौँला लास्टमा यो भनेको डेबिट भयो अब के काटेछ त खर्चहरू के काट्यो त्यो सबैलाई मैले केमा लेखिदिन्छु क्रेडिटमा लेखिदिन्छु एउटा खर्च के काटेछ प्रोभिडेन्ट फन्ड अर्को के काटेछ क्रेडिट इन्कम ट्याक्स काटेछ अनि बाँकी के रहेछ उसलाई पेमेन्ट गरेछ है प्रोभिडेन्ट फन्ड कति काटेछ त उसको त्यो प्रोभिडेन्ट फन्ड काटेको छ 32,000 उसको प्रोभिडेन्ट फन्ड भयो इन्कम ट्याक्स कति काटेछ 3,000 अनि उसलाई हामीले कति पेमेन्ट गरेछौँ त उसलाई हामीले पेमेन्ट गरे हो 32,000 सरी यता लेखेँ क्रेडिट प्रोभिडेन्ट फन्ड ठिक छ इन्कम ट्याक्स 3,000 अनि डिटिसी र टिएसए बाँकी कति पेमेन्ट गरे हो त उसलाई हामीले 1,41,000 अब सबै जोड क्रेडिटको सबै जोड्दाखेरि कति आउने रहेछ 1,76,000 उसको ग्रस स्यालेरी चाहिँ कति रहेछ त त्यही 1,76,000 है यो तीनवटा सम गर्ने सम ल 1,76,000 उसको के रहेछ त टोटल स्यालेरी रहेछ त्यो भनेको इम्प्लोइ रेम्युनरेसन है हामीले स्यालेरी लेख्नुभन्दा पनि त्यहाँ बजेटेड हेड नम्बरमा जे दिएको छ जुन आइटम जुन हेडिङ दिएको छ त्यही हेडिङ लेख्ने है जस्तो अहिलेको केसमा पनि अफिस रिलेटेड एक्सपेन्स भनेको थियो त्यही भएर मैले अफिस रिलेटेड एक्सपेन्स भनेर लेख्दिएँ यो केसमा पनि इम्प्लोइ रेम्युनरेसन भनेको छ त्यहाँ हेडिङमा त्यही भएर के लेख्ने त यसलाई इम्प्लोइ रेम्युनरेसन नै लेख्ने है टोटल गर टोटल भनेको कति हो त्यही 1,76,000 यता पनि त्यही 1,76,000 भइहाल्यो इनवर्स कति लेख्नु पर्यो 1,76,000 लेख्नु पर्यो बिङ के हो त बिङ इम्प्लोइ रेम्युनरेसन बिङ डिस्ट्रिब्युटेड स्यालेरी आफ्टर डिडक्टिङ प्रोभिडेन्ट फन्ड इन्कम ट्याक्स भइहाल्यो अरू त सेम भइहाल्यो है ल यो इन्ट्रीमा केही कन्फ्युजन छ स्यालेरीवाला इन्ट्रीमा भने सोध है कसैलाई केही कन्फ्युजन छ यो इन्ट्रीमा सेकेन्ड नम्बरको इन्ट्रीमा वान मोर हेर है त क्वेसनमा के भनेछ issued a check of rupees 1,41,000 after deducting provident fund of rupees 32,000 and income tax of rupees 3,000 to distribute salary मैले स्यालेरी दिँदाखेरि सञ्चय कोषमा 32,000 काटेर प्रोभिडेन्ट फन्डमा 32,000 काटेर इन्कम ट्याक्स 3,000 काटेर कति डिस्ट्रिब्युट गरे हो त 1,41,000 डिस्ट्रिब्युट गरे हो 1,41,000 को त मैले चेक नै काटेर दिएको चेक भन्नुको मतलब ब्याङ्क हो ब्याङ्कलाई हामीले के भन्छौँ त गभर्नमेन्ट एकाउन्टिङमा डिटिसिओ टिएसए भन्छौँ त्यही भएर मैले के लेखेँ 1,41,000 यहाँ लेखेँ प्रोभिडेन्ट फन्ड काट्यो 32,000 त्यसलाई मैले प्रोभिडेन्ट फन्ड लेखेँ क्रेडिटमा इन्कम ट्याक्स काट्यो 3,000 त्यसलाई मैले क्रेडिटमा इन्कम ट्याक्स भनेर लेखेँ अब टोटल सम गर्दाखेरि कति आयो त 1,76,000 आयो डेबिट र क्रेडिट त बराबर हुनु पऱ्यो नि त भनेपछि क्रेडिटमा त 1,76,000 आयो त्यही भएर डेबिटमा पनि मेरो खर्च भनेको कति रहेछ त इम्प्लोइ रेम्युनरेसन भनेको 1,76,000 रहेछ अनि इम्प्लोइ रेम्युनरेसनको कोड कति हो त 2 4 वटा 1 यो त याद पनि हुन्छ हेर्न पनि पर्दैन है क्वेसन गर्दा गर्दा यो त याद भइहाल्छ 2 4 वटा 1 हरेक इक्जाममा यो याद सोच्छ यो वाला इन्ट्री है बुझ्यो अब प्रेमले अलि बुझेन जस्तो छ बुझ्यो प्रेम अब
हजुर सर अलिअलि बुझ्यो सर अलिअलि कन्फ्युजन केमा छ हजुर सर कन्फ्युजन अब कुन कुरा चाहिँ बुझेन भन त हजुर बुझिन मदन मैले तिमीले के भनेको लेख त एकचोटि कमेन्टमा लेख त रोजिना डोमा साइनाहरूले बुझेको बुझेन मिसा डिटिसिओ टिएसए डिटिसिओ टिएसए भनेको त ब्याङ्क एकाउन्ट हो है जहिले पनि गभर्मेन्ट एकाउन्टिङमा ब्याङ्क एकाउन्टलाई हामी के भन्छौँ डिटिसिओ टिएसए भन्छौँ त्यहाँ हेर त मैले चेक इस्युड अ चेक अफ रुपिज 1,41,000 मैले चेक नै कति काटेर दिएको हो त 1,41,000 को त मैले चेक नै काटेर दिइसकेँ ल तेरो स्यालेरी हो भनेर भनेपछि उसको ब्याङ्क खातामा त 1,41,000 डिपोजिट हुने भयो जुन इम्प्लोइलाई मैले स्यालेरी दिएको हो उसको खातामा अब कति डिपोजिट हुने भयो त 1,41,000 डिपोजिट हुने भयो उसको ब्याङ्कमा जाने भयो 1,41,000 त्यही भएर त्यसलाई मैले के लेख्या हो त क्रेडिट डिटिसिओ टिएसए भनेको ब्याङ्क एकाउन्ट हो है गभर्मेन्ट एकाउन्टिङमा त्यही भएर 1,41,000 यहाँ आयो अनि बाँकी प्रोभिडेन्ट फन्ड 32,000 काट्या हो त्यसलाई मैले क्रेडिट प्रोभिडेन्ट फन्ड भनेर राख्थेँ जति काट्या हो त्यतिलाई जुन खर्चहरू काटेको छ त्यो सबै इन्कम ट्याक्स क्रेडिटमा लगाएर राखिदिने है यसमा इन्कम ट्याक्स काटेछ प्रोभिडेन्ट फन्ड काटेछ अरू कहिलेकाहीँ के काट्यो भन्ला त्यो सबै जुन कुराहरू काटेको छ सबैलाई क्रेडिटमा लगाएर राखिदिने हो है क्रेडिट प्रोभिडेन्ट फन्ड क्रेडिट इन्कम ट्याक्स जुन एमाउन्ट दिएको छ अनि सबै जोडेर आएको एमाउन्टलाई हामीले केमा राखिदिने हो त डेबिटमा लगाएर राखिदिने है त्यो भनेको इम्प्लोइ रेम्युनेसन 1,76,000 क्वेसन नम्बर 2 को जर्नल भनिदिनु पर्यो र सर एकचोटि बुझेनन् जस्तो छ बुझ्यौँ सर अरे क्वेसन नम्बर 2 भनेको इम्प्लोइवाला होइन ओहो यसको जर्नल भनिदिनु पर्यो रे जर्नल चाहिँ भनिदिनु पर्यो ल हेर यसको जर्नल के हुन्छ त अगाडि हामीले इन्ट्री गर्दा यसको जर्नल के लेख्छौँ त स्यालेरी एक्सपेन्सेस एकाउन्ट डेबिट हो टु प्रोभिडेन्ट फन्ड टु इन्कम ट्याक्स टु ब्याङ्क एकाउन्ट यही नै त हो स्यालेरी एक्सपेन्स एकाउन्ट डेबिट टु प्रोभिडेन्ट फन्ड कति हो 32,000 टु इन्कम ट्याक्स 3,000 टु ब्याङ्क 1,41,000 अनि सबै जोड्दाखेरि कति आयो त 1,76,000 हो 1,76,000 डेबिट यही कुरालाई गभर्मेन्ट एकाउन्टिङमा हामीले कसरी देखायौँ त डेबिट बी इम्प्लोइ रिम्युनरेसन क्रेडिट प्रोभिडेन्ट फन्ड क्रेडिट इन्कम ट्याक्स ब्याङ्कको ठाउँमा क्रेडिट डिटिसिओ टिएसए लगाएर राखिदिउँ 1 को 1 नम्बरमा के छ इस्युड अ चेक अफ रुपिज 50,000 टु पर्चेस अफिस सप्लाइज त्यसको इन्ट्री के हो त अफिस सप्लाइज किन्दाखेरिको अफिस सप्लाइज एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट यही नै त हो अगाडि हामीले गरेको 50,000 टु ब्याङ्क एकाउन्ट 50,000 अब यता देखाउँदाखेरि डेबिट बी अफिस सप्लाइजले भनेको अफिस रिलेटेड एक्सपेन्स भयो डेबिट बी अफिस रिलेटेड एक्सपेन्सेस क्रेडिट ब्याङ्कको ठाउँमा डिटिसिओ टिएसए त्यही नै गरेछौँ हामी बुझ्यौ मनिष ल बुझ्यो अब थर्ड नम्बरमा जाउँ म ल थर्ड नम्बर हेर है त थर्ड नम्बरमा के भनेछ एडभान्स गिभन टु एकाउन्टेन्ट जनक रुपिज 40,000 टु पर्चेस कम्प्युटर मैले जनक भन्ने मान्छे एकाउन्टेन्ट रहेछ एउटा कम्पनीको उसलाई के गरेछु 40,000 बराबरको एडभान्स दिएँ के गर्न कम्प्युटर किन्न मैले एडभान्स दिएको हो नि जसलाई मैले एडभान्स दिन्छु अथवा एडभान्स दिएकोले हामी के भन्छौँ एसेट्स भन्छौँ जनकलाई हामीले एडभान्स दिएको जनक भनेको त डेप्टर्स भयो अथवा एकाउन्ट रिसिभेबल भयो मेरो लागि अथवा एडभान्स टु जनक जे लेख्दा पनि भयो जनक एकाउन्ट एडभान्स टु जनक एडभान्स टु जनक एकाउन्ट डेबिट अनि केमा दिएको उसलाई मैले ब्याङ्कमा टु ब्याङ्क एकाउन्ट कम्प्युटर एकाउन्ट आउँदैन है यसमा मैले एडभान्स मात्र दिएको हो कम्प्युटर किन्नको लागि
किनिसकेको छैन उसले कम्प्युटर 40,000 टु ब्याङ्क एकाउन्ट 40,000 अगाडिको इन्ट्री यो भयो। अब यसलाई हामीले गभर्नमेन्ट एकाउन्टिङमा कसरी देखाउने त गभर्नमेन्ट एकाउन्टिङलाई कसरी देखाउने यसलाई हामीले अर्कोमा जाउँ यहाँ ल डेटमा कति लेख्नु पर्यो जनवरी 3 जर्नल भाउचर नम्बरमा आइआइआई सोर्स त गभर्नमेन्ट अफ नेपाल नै हो पेमेन्ट ब्याङ्कबाटै लेख्दा भइहाल्यो एमाउन्ट डिलिट गरिदिएँ अहिले मैले यता पनि डेबिट गरिदिएँ। अब एक्सपेन्सेस होइन है यो मेरो अब मेरो के होइन त यो एक्सपेन्सेस होइन के हो त यो मेरो लागि अब रिसिप्ट पनि होइन एक्सपेन्सेस पनि होइन डिपोजिट मान्दा भयो है यसलाई अथवा डिपोजिट अथवा अदर्समा जेमा टिक लाउँदा पनि भयो। अहिले मैले अदर्समा टिक लगाइदिएँ है। पार्टिकुलर्समा के लेख्ने त इन्ट्री के थियो एडभान्स टु जनक। अब हेर है यदि मैले एकाउन्टेन्ट कसैलाई एडभान्समा दिएको छु भने हाम्रो लेख्ने तरिका अलिकति डिफ्रेन्स हुन्छ गभर्नमेन्ट एकाउन्टिङमा। जहिले पनि पहिला सुरु हामीले के लेख्नु पर्यो पोस्ट लेख्नु पर्यो पोस्ट पछि मान्छेको नाम लेख्ने पहिला सुरु पोस्ट लेख्ने अनि मान्छेको नाम लेख्ने अनि के को लागि दिएको त एडभान्स त्यो लेख्ने है। पहिला सुरु त्यो मान्छेको पोस्ट के हो के पोस्टमा काम गर्छ त्यो मान्छे त्यो लेख्ने दिएको छ भने दिएको छैन भने नलेख्ने अनि मान्छेको नाम लेख्ने अनि के को लागि एडभान्स दिएको हो त्यो लेख्ने। भनेपछि यो केसमा मैले के को लागि एडभान्स दिएको हो त कम्प्युटर किन्नको लागि एडभान्स दिएको हो त्यो मान्छे एकाउन्टेन्ट हो त्यो मान्छेको नाम के हो त जनक हो। अब यसलाई कसरी देखाउनु पर्यो भन्दाखेरि डेबिट। अब मेरो यो के हो त बिई हो बजेट एक्सपेन्डिचर होइन है यो मेरो खर्च होइन मैले उसलाई एडभान्स दिएको हो त्यही भएर मैले बिई लेखिराख्नु परेन। खर्चमा अथवा एसेट किन्दाखेरि मात्रै मैले बिई भनेर लेख्ने हो अरू एडभान्स दिँदाखेरि एडभान्स पाउँदा क्लियर गर्दाखेरि त्यस्तो बेलामा लेखिरहनु परेन है। डेबिट के लेख्नु पर्यो त एकाउन्टेन्ट त्यो को व्यक्ति हो हाम्रो जनक हो जनक भन्ने व्यक्ति एकाउन्टेन्ट रहेछ एकाउन्टेन्ट जनक पहिला सुरु पोस्ट लेखेँ नाम लेखेँ के को लागि एडभान्स दिएको हो त मैले कम्प्युटर किन्नको लागि कम्प्युटर पर्चेस एडभान्स है के रहेछ डेबिट एकाउन्टेन्ट जनक कम्प्युटर पर्चेस एडभान्स। पहिला पोस्ट लेख्ने पोस्टपछि मान्छेको नाम लेख्ने अनि के को लागि एडभान्स दिएको हो त्यो लेख्ने। कम्प्युटर पर्चेस गर्नको लागि मैले एडभान्स दिएको कति दिएको हो त मैले उसलाई एडभान्स 40,000 अनि केमा दिएको ब्याङ्कमा हो त्यो भनेको त जहिले पनि के हो त डिटिसिओ टिएसए 40,000 टोटल गर 40,000 यो भइहाल्यो। इनवर्ड्स 40,000 पेइङ एडभान्स गिभन टु जनक फर कम्प्युटर पर्चेस। ल यदि गरेपछि हो भने सिधै बजेट हेड नम्बर। अब हेर है कम्प्युटर भनेको के हो त त्यो जुन त्यो बजेट लिस्ट पल्टाऊ त्यो लिस्टमा कम्प्युटर भन्ने आइटम कुन हेडिङमा पर्छ होला मलाई भन आफै गेस गरेर त्यो हेडिङ हेर अनि त्यो हेडिङहरूमा कम्प्युटर भन्ने आइटम कुन हेडिङमा पर्छ होला त अफिस रिलेटेड आइटममा पर्छ कि मेसिनरीमा पर्छ कि फर्निचरमा पर्छ कि केमा पर्छ त त्यो केमा पर्छ होला कम्प्युटर मेसिनरी गुड केमा पर्ने रहेछ मेसिनरीमा कम्प्युटर भनेको त मेसिनरी हो मेसिनरीको कोड कति दिएको छ हेर 31122 भनेपछि मैले के राख्नु पर्यो त बजेट हेड नम्बरमा 31122 भनेर लगेर राख्नु पर्यो है। यति गरेपछि सिधै थर्ड नम्बरको इन्ट्री पनि बुझ्यो यो इन्ट्री। यदि मैले एडभान्स कसैलाई एडभान्समा दिएको छु भने त्यसलाई प्रेजेन्ट गर्ने तरिका के रहेछ त पहिला त्यो मान्छेको पोस्ट लेख्ने त्यो मान्छेको पोस्ट लेखेपछि त्यो मान्छेको नाम लेख्ने त्यो मान्छेको नाम लेखेपछि के को लागि एडभान्स दिएको हो त त्यो लेख्ने। यदि पोस्ट दिएको छैन भने पोस्ट लेखिराख्नु परेन है। जस्तै यो केसमा एकाउन्टेन्ट भनेको थिएन भने मैले के लेख्थेँ त डेबिट जनक कम्प्युटर पर्चेस एडभान्स भनेर लेख्थेँ है।
हेलो तेरो एसईको सर्टिफिकेट तेरो फाइलमा होला नि मलाई के त अब मैले कहाँ राखेको छु त तेरो एसएससीको सर्टिफिकेट मैले राख्छु त एसएससीको सर्टिफिकेट मेरो फाइलमा छैन उसकै फाइलमा होला उसको फाइल उसकै कोठामा होला नि मलाई कसरी थाहा हुन्छ त अनि बुझ्यो यो इन्ट्री सबैले म म्युट गरेर थिएँ त्यही भएर हो बुझ्यो यो इन्ट्री सबैले यो इन्ट्री बुझे छैन भने भन है बुझे छ भने म अर्को इन्ट्रीमा गएँ जाउँ म नेक्स्ट इन्ट्रीमा एक मिनट ल सर निशा बुझेको छैन सर के बुझेन निशा भन त यसमा अनम्युट गरेर सोद्धा भयो ल फेरि भनिदिन्छु है त म यदि एडभान्स दिएको छौँ कसैलाई हामीले एडभान्स दिएको छौँ भने त्यो त मेरो लागि रिसिभेबल हो नि मेरो लागि त एसेट हो नि होइन त यदि मैले कसैलाई एडभान्समा पैसा दिएँ ल आज मैले कसैलाई यो किन अथवा यो ल्याऊ भनेर मैले उसलाई एडभान्स दिएँ उसले मलाई त्यो सामान किनेर ल्याइदिइसकेको छैन आजको दिनसम्म त उसको लागि लायबिलिटी हो नि त्यो सामान किनेर ल्याउने उसको लागि लायबिलिटी हो भने त्यो त मेरो लागि एसेट हो मैले यो सामान किनेर ल्याइदिएँ है भनेर कसैलाई एडभान्समा दिन्छु भने त्यो एडभान्स भनेको त मेरो लागि एसेट हो एसेट भनेको त जहिले पनि डेबिटमा हुन्छ भनेपछि यो केसमा मैले जनक भन्ने व्यक्तिलाई कम्प्युटर किन्नको लागि के गरेको हो त एडभान्समा पैसा दिएको हो त्यो भनेको मेरो लागि एसेट भयो त्यही भएर मैले त्यसलाई केमा राख्नु पऱ्यो डेबिटमा लगेर राख्नु पऱ्यो अब यसलाई राख्दाखेरि कसरी राख्ने भन्दाखेरि जहिले पनि त्यो को व्यक्तिलाई दिएको हो त्यो व्यक्तिको पोस्ट के हो त एकाउन्टेन्ट हो कि त्यो व्यक्तिको फाइनेन्स अफिसर हो कि अथवा सिइओ हो कि के हो त त्यो कम्पनीको पोस्ट दिएको छ भने त्यो व्यक्तिको पोस्ट पहिला सुरु राख्नु पऱ्यो यो केसमा जनक भन्ने व्यक्ति कम्पनीको एकाउन्टेन्ट रहेछ त्यही भएर मैले के राखेँ त एकाउन्टेन्ट राखेँ त्यो पछाडि व्यक्तिको नाम राख्ने जनक भन्नेको नाम राखेँ मैले अनि के को लागि एडभान्स दिएको हो त कम्प्युटर किन्नको लागि त्यही भएर त्यसलाई मैले के लेखेँ त कम्प्युटर पर्चेस एडभान्स भनेर राखेँ अनि पेमेन्ट गरे हो पेमेन्ट गर्ने बित्तिकै त मैले ब्याङ्क राख्नु पऱ्यो गभर्मेन्ट एकाउन्टिङमा ब्याङ्क भनेको त के हो त डिटिसी हो टिएसए त्यही भएर क्रेडिटमा मैले के लगाएर राखेँ त डिटिसी हो टिएसए लगाएर राखेँ अनि बजेट हेड नम्बरमा कम्प्युटर भन्ने आइटम कुन हेडिङभित्र पर्छ भन्दाखेरि गभर्मेन्ट एकाउन्टिङमा जहिले पनि मेसिनरी एन्ड टुल्स भन्ने हेडिङमा पर्छ त्यही भएर मेसिनरी एन्ड टुल्सको बजेट हेड नम्बर भनेको कति रहेछ त 33122 रहेछ मैले त्यही बजेट हेड नम्बर लेखिदिएँ 33122 बुझ्यो बुझ्यो निशा अब ल जाउँ अब नेक्स्ट इन्ट्रीमा के भनेछ एडभान्स अफ जनक क्लियर्ड एज पर बिल अफ ₹45,000 सबमिटेड बाई हिम मैले उसलाई कम्प्युटर किन्नको लागि 40,000 एडभान्समा दिएको थिएँ उसले कम्प्युटर किन्यो 45,000 कम्प्युटरको बिल पनि सबमिट गर्यो मलाई कम्प्युटर उसले 45,000 हालेर किनेर रहेछ मैले उसलाई एडभान्स दिएको थिएँ 40,000 उसले हाल्यो 45,000 उसले आफ्नो गोजीबाट कति हालेछ त 5,000 आफ्नो गोजीबाट हाल्यो उसले आफ्नो गोजीबाट हालेको पैसा मैले उसलाई फेरि के गर्नुपर्छ त फिर्ता दिनुपर्छ यसको मतलब मैले उसलाई एडभान्समा अगाडि नै दिएको थिएँ 40,000 ठिक छ उसले आफ्नो गोजीबाट 5,000 हाल्यो 5,000 अब म उसलाई के गर्छु त पेमेन्ट गर्छु अथवा यो केसमा यदि एज पर बिल अफ 45,000 को ठाउँमा 35,000 भइदिएको भए के हुन्थ्यो त मैले उसलाई 40,000 कम्प्युटर किन्न दिएको थिएँ उसले 35,000 मात्र खर्च गर्यो कम्प्युटर किन्न 5,000 त उसँग उग्रियो नि त बच्यो नि त त्यो 5,000 अब उसले मलाई के गर्नुपर्छ रिफन्ड दिनुपर्छ यो केसमा चाहिँ 5,000 उसले आफ्नो खल्तीबाट हाल्यो त्यही भएर अब मैले उसलाई के गर्नु पऱ्यो पेमेन्ट गर्नु पऱ्यो है पेमेन्ट गर्दाखेरि त ब्याङ्क क्रेडिटमा हुन्छ 5,000 ब्याङ्कको ठाउँमा हामी के लेख्छौँ त डिटिसी र टिएसए लेख्छौँ अनि उसले कम्प्युटर किनेर ल्यायो अब त मेरो कम्पनीमा एसेट आयो नि त कम्प्युटर भन्ने एसेट आयो अब एसेट पनि देखाउनु पऱ्यो मैले एसेटलाई मैले डेबिटमा देखाउँछु त्यसको कस्ट कति हुन्छ 45,000 हुन्छ अनि उसको एडभान्स क्लियर भएको 40,000 त अनि एक्स्ट्रा 5,000 चाहिँ मैले उसलाई के गरे हो क्यास दिएको अगाडिको इन्ट्री गर्ने हो भने के हुन्छ त कम्प्युटर एकाउन्ट डेबिट
टु एडभान्स अफ जनक टु के हुन्छ ब्याङ्क एकाउन्ट यही हो है। कम्प्युटर एकाउन्ट डेबिट कति हुने भयो 45,000। एडभान्स टु जनक मैले उसलाई कति दिएको थिएँ 40,000 दिएको थिएँ, त्यो सेटल भयो। अब एक्स्ट्रा 5,000 उसले आफ्नो खल्तीबाट आएर त्यसलाई मैले के गर्नु पऱ्यो त अब पेमेन्ट गर्नु पऱ्यो। यही कुरालाई अगाडिकोमा लगेर देखाइदिउँ। कसरी देखाउने त? डेबिट डेट कहिले हो जनवरी 4, 2020, जर्नल भाउचर नम्बरमा आइभी, यो अदर्स टिक लाउँदा भइहाल्यो। बजेट हेड नम्बर त सेम त्यही नै हो, कम्प्युटर किने हो। अब डेबिटमा चाहिँ मैले के लेख्छु त भन्दाखेरि डेबिटमा के लेख्ने भएँ डेबिट। अब यो त मेरो कम्प्युटर भन्ने एसेट आयो नि त, एसेट आउँदाखेरि त मैले बिई भनेर लेख्नु पऱ्यो। खर्च हुँदाखेरि एसेट आउँदाखेरि एसेट किन्दाखेरि मैले के लेख्नुपर्छ बिई भनेर लेख्नुपर्छ। अनि यो बजेट हेड नम्बर जे दिएको हो त्यसकै हेडिङ जे छ त्यही हेडिङ लेख्नु पऱ्यो है। जस्तै यो केसमा के हो त मेसिनरी एन्ड टुल्स हो नि, होइन त? भनेपछि मैले के लेख्नु पऱ्यो डेबिट बिई मेसिनरी एन्ड टुल्स भनेर लेख्नु पऱ्यो। क्रेडिट डिटिसी हो टिएसए कतिको सामान आएको 45,000 को, उसको क्रेडिटमा एडभान्स क्लियर भएको त्यही अगाडि जे फर्मेट छ त्यही नै क्रेडिट एकाउन्टेन्ट जनक कम्प्युटर पर्चेस एडभान्स क्लियर भयो। अब यो एडभान्स क्लियर भएको क्रेडिट एकाउन्टेन्ट जनक कम्प्युटर पर्चेस एडभान्स क्लियर कति बराबरको एडभान्स क्लियर भएको 40,000। अनि बाँकी चाहिँ अब मैले उसलाई के गर्नु पऱ्यो त पेमेन्ट गर्नु पऱ्यो। पेमेन्ट भनेको ब्याङ्क, त्यो भनेको के हो त क्रेडिट डिटिसिओ टिएसए डिटिसिओ टिएसए कति पेमेन्ट गर्नु पऱ्यो त उसलाई मैले 5,000 पेमेन्ट गर्नु पऱ्यो। 45,000 being for purchase being advance cleared, being advance given to Janak for computer purchase cleared। एडभान्स के भयो त अब क्लियर भयो। बुझ्यो यो इन्ट्री? एडभान्स क्लियर भएको इन्ट्री बुझ्यो? बुझ्दै छैन भने सोध है। यो बुझ्यो भने म नेक्स्ट इन्ट्रीमा जाउँ। डेबिट बी मेसिनरी एन्ड टुल्स कम्प्युटर भन्ने आइटम त्यहाँ हेर त बजेट हेड नम्बरमा कम्प्युटर भनेर छुट्टै आइटम दिएको छैन है। त्यहाँ बजेट हेडमा कम्प्युटर भनेर छुट्टै आइटम दिएको छैन। कम्प्युटर के भित्र पर्छ त मेसिनरी एन्ड टुल्स भित्र पर्छ। त्यही भएर म त्यसमा के लेख्दिएँ डेबिट बिई मेसिनरी एन्ड टुल्स भनेर लेख्दिएँ है। जुन हेडिङमा पर्छ त्यही हेडिङ लेख्ने हो। अब हेडिङ चाहिँ हामी आफैले पत्ता लगाउनु पर्यो। कम्प्युटर भन्ने आइटम कुन हेडिङमा पर्ला त भन्दाखेरि अफिस इक्विपमेन्टमा त होइन, हुन त हो तर अफिस इक्विपमेन्ट पनि भन्न त मिल्यो, तर त्योभन्दा बढी चाहिँ यो कम्प्युटर भनेको त मेसिनरी हो नि त। त्यही भएर त्यसलाई मैले के भित्र राख्नु पऱ्यो मेसिनरी एन्ड टुल्स भित्र लगेर राखिदिनु पऱ्यो। त्यही भएर डेबिट बिई के गरे हो मेसिनरी एन्ड टुल्स गरे हो। उसले 45,000 को किनेर ल्यायो, त्यही भएर यो 45,000 लेख्ने। उसलाई मैले एडभान्स दिएको थिएँ 40,000 को, त्यो एडभान्स सेटल भयो। उसले एक्स्ट्रा 5,000 आफ्नो गोजीबाट हालेको थियो, त्यो 5,000 मैले उसलाई के गरिदिएँ त अब फिर्ता गरिदिएँ। त्यो भनेको क्रेडिट डिटिसिओ टिएसए। ल अर्को इन्ट्रीमा जाउँ। अर्को इन्ट्री के भनेछ रिसिप्ट बजेट रिलिज अफ रुपिज 1,75,000। अब मैले के पाएँ त पैसा पाएँ। पैसा भनेको ब्याङ्क एकाउन्ट डेबिट हो
अनि सरकारले के गर्यो त बजेटलाई रिलिज गरिदियो। यो यसको जहिले पनि इन्ट्री हरेक क्वेसनमा सेम नै हुन्छ है। बजेट रिलिज पाउँदाखेरिको इन्ट्री हरेक क्वेसनमा सेम नै हुन्छ। के हुन्छ त इन्ट्री भन्दाखेरि यसको, यसलाई मैले अर्कोमा लेख्दै, के हुन्छ त भन्दाखेरि यसमा कोड नम्बर हुँदैन है। यो मैले पाउँदाखेरि कोड नम्बर हुँदैन। डेबिट DTCO TSA, डेटमा मैले जनवरी 5 राख्दै, जनरल भाउचर नम्बर B, यसलाई पनि अदर्स रिसिप्टमा राख्नु पऱ्यो है। यसलाई चाहिँ जुन यो भनेको मेरो रिसिप्ट हो, रिसिप्टमा लगाएर राख्दै। पैसा कति पाएको हो, बजेटको लागि पैसा कति पाएको त मैले 1,75,000 पाएको हो, 1,75,000। अनि यो मेरो के हो त बजेट रिलिज भएको हो नि। क्रेडिटमा म के लेखिदिन्छु, क्रेडिट बजेट रिलिज भनेर लेखिदिन्छु है। कति हो त 1,75,000। ल 1,75,000 being budget released। ल हरेक इन्ट्री सेम हुन्छ है। यो बजेट रिलिज हुँदाखेरिको इन्ट्री हरेक इन्ट्री यही नै हो। डेबिटमा पैसा आयो, ब्याङ्कमा पैसा आयो, ब्याङ्क भनेको DTCO TSA हो, अनि यो भनेको के हो त बजेट रिलिज भएको हो। त्यही भएर क्रेडिटमा मैले के लेख्दिएँ, बजेट रिलिज भनेर लेख्दै, डेबिटमा चाहिँ DTCO TSA भनेर लेख्दै है। भयो इन्ट्री, बुझ्या हो। भयो कि भएन सोध न, के हो। त्यो म भोलि भन्छु। कसैले क्वेसन छ सोध है, क्वेसन छ भने सोध। ल अर्को क्वेसनमा गएँ है त। लास्ट क्वेसन छ यसलाई। यो माथिको जुन सेकेन्ड नम्बरको इन्ट्री छ त्यस्तै इन्ट्री हो यो पनि है। सेकेन्ड नम्बर जस्तै हो, अलिकति फरक छ। फरक के हो भन्दाखेरि इस्युड अ चेक अफ ₹52,000 फर द पेमेन्ट अफ स्यालेरी रुपिस के आयो 42,000 हुँदैन है यहाँ। Issued a check of ₹52,000 for the payment of salary and allowance of ₹10,000। ल यही नै मान, यही नै गर्दा ल। टोटल चेक चाहिँ मैले 52,000 को काट्या हो। यो मध्ये स्यालेरी चाहिँ कति रहेछ त 42,000 रहेछ, एलावेन्स चाहिँ कति रहेछ त 10,000 रहेछ है। मैले टोटल चेक काटेर दिएको 52,000। 52,000 के को लागि काटेर दिएको भन्दाखेरि स्यालेरीको लागि 42,000 काटेर दिएको हो, एलावेन्सको लागि कति काटेर दिएको हो त मैले 10,000 काटेर दिएको। आफ्टर डिडक्टिङ के हो त प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन रुपिज कति हो 10,000 एन्ड इन्कम ट्याक्स कति हो त 3,000। उसको लागि जहिले पनि के बुझ्नु पर्यो भन्दाखेरि पिएफ प्रोभिडेन्ट फन्ड र इन्कम ट्याक्स भनेको स्यालेरीको पार्ट हो है, एलावेन्सको पार्ट होइन। एलावेन्स भनेको तिमी कतै बाहिर घुम्न गयो, अफिसको कामले बाहिर घुम्न गयो भने, अथवा खाजासाजा खानको लागि दिएको भत्ता हो एलावेन्स है।
एलायन्सलाई हामीले छुट्टै एलायन्स भनेर लेख्नुपर्छ। अनि यो के बुझ्नु पर्यो भन्दाखेरि यो पिएफ कन्ट्रिब्युसन र इन्कम ट्याक्स भनेको के को पार्ट हो त? स्यालेरीको पार्ट हो। इट इज नट द पार्ट अफ एलावेन्स, एलावेन्सको पार्ट चाहिँ होइन है। पिएफ र इन्कम ट्याक्स भनेको जहिले पनि स्यालेरीको पार्ट हो, एलावेन्सको पार्ट होइन। हामीले टोटल चेक काट्यौँ 52,000 को हो। यो मध्ये स्यालेरीको लागि कति रहेछ 42,000 अनि एलायन्सको लागि कति रहेछ त 10,000। अब यसलाई देखाइदिउँ कसरी देखाउने। यही नम्बर लिएँ है मैले यसलाई, कन्ट्रोल सी, कन्ट्रोल नम्बर भी। जनरल भाउचर नम्बर कति हो त यो बिआई। डेट कहिले हो जनवरी 6, 2020। यो भनेको खर्चै हो। यो 2111 नै भयो। इम्प्लोइ रेम्युनेसन भनेको 2111 नै भयो। डेबिट बिई इम्प्लोइ रेम्युनेसन एमाउन्ट कति हुन्छ अहिले लेखौँ ल। क्रेडिट प्रोभिडेन्ट फन्ड, प्रोभिडेन्ट फन्ड कति दिएको छ हामीलाई, प्रोभिडेन्ट फन्ड दिएको छ 10,000, मैले प्रोभिडेन्ट फन्डमा 10,000 राखेँ। इन्कम ट्याक्स दिएको छ 3,000, इन्कम ट्याक्समा राखेँ मैले 3,000। अनि उसलाई पेमेन्ट कति गरे हो त मैले, टोटल पेमेन्ट गरे हो कति हो उसलाई मैले 52,000 को मैले उसलाई टोटल पेमेन्ट गरेको है। टोटल पेमेन्ट मैले उसलाई कति गरे हो त 52,000 पेमेन्ट गरे हो। तर यो मध्ये स्यालेरी मात्र होइन नि त, मैले के पनि पेमेन्ट गरे हो, एलायन्स पनि पेमेन्ट गरेछ हो। हामीले एलायन्सलाई के भनिन्छ हेर त, जुन त्यो मैले तिमीलाई अघि कोड नम्बर पल्टाउनु भनेको थिएँ, त्यहाँ एलायन्सलाई के भनेर देखेको छ, लोकल एलायन्स भनेको होला। हेर त लोकल एलायन्स भनेर दिएको होला। त्यसको कोड नम्बर कति हो लोकल एलायन्सको 21131, त्यही होला। हेर त 21131 होला है। लोकल एलायन्स भनेको 21131 छ। हेर लोकल एलायन्स चाहिँ कति हो त, लोकल एलायन्स मैले उसलाई कति पेमेन्ट गरे हो 10,000। लोकल एलायन्स भनेको 10,000 रहेछ। बाँकी भनेको चाहिँ के हो त स्यालेरी। बाँकी कति हुन्छ, कति पुग्दैन डेबिटमा, त्यो भनेको के हो स्यालेरी हो। सबै जोड माइनस 10,000 गर, कति पुग्दैन सम माइनस कति पुगेन 55,000 पुगेर रहेनछ है। अब हेर त डेबिट क्रेडिट बराबरी आयो होला। लोकल एलायन्स 10,000 भइहाल्यो, जति पुग्दैन त्यो भनेको मेरो के रहेछ त इम्प्लोइ रेम्युनरेसन रहेछ 65,000। 65,000 being distributed salary and local allowance। ल यति गरेपछि सिद्धियो है। मैले यसमा के गरेको छु, अगाडिको जुन बी नम्बर छ, बी नम्बरमा हाम्रो इम्प्लोइ रेम्युनरेसन मात्रै थियो। यहाँ चाहिँ के छ त लोकल एलायन्स पनि छ। यदि यसरी इम्प्लोइ रेम्युनरेसन र लोकल एलायन्स छुट्टै दियो भने मैले के गर्नु पर्यो, छुट्टै देखाउनु पर्यो है, रेम्युनरेसन र लोकल एलायन्स भनेर। लोकल एलायन्सको एमाउन्ट 10,000, टोटलमा मैले पेमेन्ट गरेको 52,000, त्यसलाई मैले डिटिसी र टिएसएमा राखिहालेँ। अनि प्रोभिडेन्ट फन्ड काटेको छ 10,000, इन्कम ट्याक्स छ 3,000, जति ब्यालेन्सिङ फिगर छ त्यो भनेको के हो त इम्प्लोइ रेम्युनरेसन हो। ठिक छ, बुझ्या हो। प्रेम यो इक्जाममा यो फर्मेट लेख्नै पर्छ, यही फर्मेटमा लेख्ने है। यो फर्मेट किनेर लिएर जाने हो स्टेसनरीबाट इक्जाममा जाँदाखेरि। भयो, सबैले नोट डाउन गरे हो। किन्नुपर्छ, कलेजमा दियो भने पनि कलेजमा किन्ने हो है छैन। कलेजमा फर्मेट चाहिँ किताब एउटा फर्मेट आएको छ, त्यो किताब किन्ने नै हो है। क्लासमा यो कुरा पढाइँदैन ल, क्लासमा नयाँ टपिक सुरु गरिन्छ। मैले सिएसलाई पनि आजदेखि गभर्मेन्ट एकाउन्टिङ सुरु गरेको थिएँ। सिएसलाई पनि भोलिदेखि गभर्मेन्ट एकाउन्टिङ म क्लासमा पढाउँदिनँ, यहीँ पढाउँछु है। नयाँ च्याप्टर सुरु गर्छु म क्लासमा।
गभर्मेन्ट एकाउन्टिङ हामी अब 4 दिन छ, बुधबार बिहिबार शुक्रबार। 4 दिनमा हामी सिद्धाउँछौँ है, 3 दिनमा गभर्मेन्ट एकाउन्टिङलाई। जनरल भाउचर लगभग अब 1-2वटा इन्ट्री गरे पछाडि पुग्छ तिमीहरूलाई एक्जाम। यति नै हो, हरेक क्वेसन यति नै हो। म प्र्याक्टिसको लागि म क्वेसनहरू दिन्छु, त्यो क्वेसन गरेर तिमीहरूले अजय सरलाई पठाइदिए पनि भयो, मलाई पठाउँदा पनि भयो, मलाई देखाउँदा पनि भयो, अथवा अजय सरलाई क्लासमा देखाउँदा पनि भयो। गरेर चाहिँ देखाउनु पऱ्यो है पर्सि। म दिन्छु तिमीहरूलाई क्वेसन भोलि। आजलाई यति नै हो ल। ल सबैजनालाई यो भिडियो रेकर्डेड भिडियो छ, केही कन्फ्युजन छ भने यो भिडियो सनी सरले पठाइदिनुहुन्छ है, बेसी टेन्सन नलिने है त। ल सञ्जय सर। हजुर सर। ल केही छैन नि त्यस्तो अरू त छैन। ल सर त्यसो भोलि यो गरौँ है त। ल ल सबैजनालाई बाई बाई। गुड नाइट सर। ल गुड नाइट। भयो, सबैले नोट डाउन गरे हो, म अहिले हटाइदिएँ ल अहिले। सञ्जय सर। हजुर। भोलि ल्यापटप लिएर आउँछु, मलाई यस्तै गरी अलिकति 1-2 चोटि देखाइदिनु न। के देखाइदिने? मतलब हुन्छ सर। ल भोलि 8 PM मा हुने सबैजना, 8 बजे। सर म के भने मेरो कुरा सुन्नु पर्ने क्या सर? लिएर आउनु लिएर आऊ। हस् ल गुड नाइट सर। गुड नाइट।